भनेको यहाँ के रहेछ भने पहिला रानीहरूले यहाँ राज्य गर्दाखेरि यहाँ नुहाउने सुहाउने गर्दाखेरि यहाँ तल फुल छ त्यो निर एउटा इनार रहेछ के त्यो इनारभित्र डुबेर मर्नु भएछ। त्यसपछि रानीबास पहिला रनेश भन्थ्यो, मगर भाषामा अलि उच्चारण गर्न नजाने अहिले यसलाई रानीबास भन्ने गर्छन्। यहाँ हामी सबै गाउँका मान्छेहरू यहाँ धेरै जसो मगर छन्। चार पाँच घरहरू क्षेत्रीहरू थिए तिनीहरू सबै अहिले बेसीतिर झर्नु भयो। अहिले सबै मगरै छ यो उसमा, यो गाउँमा अहिले 110 जति पुगिसकेका थियो घरहरू। अहिले पहिला यहाँ बाटोघाटोको असुविधाको कारणले गर्दाखेरि धेरै मान्छेहरू बजारतिर गयो। अहिले 95 घर जति छ यहाँ मगरहरूको बस्ती। अरू केही छ र?